सबैमा नमन। अहिलेको हाम्रो विकराल अनि हामी सबैको साझा समस्या भनेको शारीरिक मानसिक समस्या हो। हाम्रो शारीरिक मानसिक स्वास्थ्य हो। हामी सबै अधिकांश हरेक कुरामा सबै हैन अधिकांश दिनानुदिन हामी क्रोनिक डिजिज दीर्घकालीन रोग जस्तै सुगर, प्रेसर, थाइराइड हैन यी भनेका दीर्घकालीन रोग हुन्। जुन रोग एकपल्ट लागेपछि जीवनभर हैन माया बस्छ या भनौँ लप पर्छ, त्यसले हाम्रो साथ छोड्दैन। त्यस्तै मानसिक रोगहरू जस्तै डिप्रेसन, एन्जाइटी, माइग्रेसन यस्ता धेरै रोगहरू छन् मानसिक रोग। हामी चारैतिर नेपालमा मात्र होइन विश्वमा अहिले शारीरिक र मानसिक रोगको हामी एकदम विकराल अवस्थामा छौँ। WHO ले त भन्छ अबको 5-6 वर्ष भनौँ न 2030 सम्ममा चाहिँ घरमा एकजना चाहिँ पागल जन्मिन्छ भनेको। प्रत्येक घरमा नहोला तर घरमा एकजनाको जस्तो डरले चाहिँ हैन पागलको मानसिक रोग भनेको हैन त्यस्तो विक्षिप्त भएर चाहिँ चारैतिर फैलिरहेको छ। अब मैले यहाँ चर्चा गर्न खोजेको भन्न खोजेको के हो भनेदेखि हामीलाई यो मानसिक शारीरिक रोग चाहिँ कहाँबाट आउँछ, यसका कारणहरू के छन् हैन, यसलाई निवारण कसरी गर्न सकिन्छ, यी कुराहरूमा म चर्चा गर्न गइरहेको छु। हाम्रो यो मानसिक र शारीरिक दुवै रोगको कारण भनेको प्रमुख कारण भनेको 3टा छन्: आहार, विहार, विचार। आहार भनेको भोजन, विहार भनेको हाम्रो दिनचर्या, बिहानदेखि बेलुकासम्म गर्ने हाम्रो जुन दिनचर्या छ हैन, के गर्छौँ हामी बिहान उठेदेखि बेलुका सुतेसम्म, यी दिनचर्या र हाम्रो विचार। विचार भनेको हामी कस्तो सोच्छौँ, यी 3 कुराले हाम्रो शारीरिक र मानसिक रोगको चाहिँ एउटा आधार तयार गर्दछ। आहार, विहार, विचार, यी 3 कुरा। हामी आज आहारको बारेमा सर्वप्रथम आहारको बारेमा हामी चर्चा गर्नेछौँ र यस क्रममा म एउटा अङ्ग्रेजी एउटा भनाइ छ त्यो पाउन चाहे, यु आर व्हाट यु इट। तिमीले जस्तो खान्छौ तिमी त्यस्तै बन्छौ। कुरो बुझ्नुभयो होला। हामीले खाने कुरा हैन, जे हामी खाइन्छ हाम्रो शरीर हैन त्यही अनुसारको बन्छ। शरीर बनेपछि हाम्रो दिमाग, बुद्धि हैन हरेक कुरालाई पनि त्यो भोजनले हामीलाई हैन असर पार्दछ। त्यसकारणले यु आर व्हाट यु इट भनिएको यो प्रचलित अङ्ग्रेजीमा एउटा भनाइ छ। यसर्थ हामीले भोजन, आहार यसलाई सुधार्नु पर्ने हुन्छ। एउटा म अर्को पनि मेडिकल साइन्सका संस्थापक हिपोक्रेट्स मेडिकल साइन्सका संस्थापक हुनु उनी। उहाँको एउटा सेन्टेन्स छ, वाक्य छ, लेट योर फुड बी योर मेडिसन, मेडिसन विल बी योर फुड। यानी कि तपाईको खानालाई तपाईको औषधि बनाउनुहोस्, औषधि तपाईको खाना हुनेछ। हेर्नुहोस् त,
उहाँ मेडिकल साइन्सका संस्थापक हुनुहुन्छ हिपोक्रेट्स। उहाँले भन्न खोजेको हामीहरूले खाने आहार भोजनलाई नै हामीले के गर्नुपर्छ, हाम्रो औषधि बनाउनु पर्छ भन्नाले त्यस्ता कुराहरू जुन हेल्दी छन् ती कुराहरूलाई चाहिँ खानुपर्छ। अब हामी कुरा गर्दैछौँ भोजन हाम्रो आहारको। अब आहार भन्ने बित्तिकै हामी एउटा एक्जाम्पल सपोज मानौँ हामी एउटा हाम्रो घरमा गाडी छ, बाइक छ, एउटा बाइकलाई हामी हैन तेल, बाइकमा तेल हामी पेट्रोल हाल्छौँ, कस्तो छ त्यो पेट्रोल मिसावट छ कि गुणस्तरीय छ कि छैन हामी कति ध्यान दिन्छौँ। अनि अलिअलि घ्यार गुरगुर काडाङ कुडुङ गर्न थाल्यो भनेदेखि यसमा केही समस्या आएछ, यसमा केही प्रब्लम भयो भनेर हामी के गर्छौँ, त्यसलाई सर्भिसिङ गर्न लान्छौँ, कति ध्यान दिन्छौँ। हेर्नुहोस् त, एउटा बाइकलाई 1-2 लाख 2-3 लाखमा किनिन्छ, तर हामीले यो शरीर, हाम्रो यो शरीरलाई हामीले कहिले पनि चटक्कै भुल्छौँ, त्यो ध्यानै दिनुहुन्न। कहाँ कडाकुडु गरेको छ, कहाँ घराघुरुक गरेको छ, हैन, कहाँ दिमाग बिग्रिसकेको छ, भित्र के ड्यामेज भइसकेको छ, किडनी कता कहाँ के कति गइसकेको छ। हेर्नुहोस् है, भित्र चाहिँ हाम्रो कलेजो मुटु कहाँ कति के भइसकेको छ, हाम्रो त्यहाँ ध्यानै हुँदैन। हामी ध्यान भनेको खालि अरूतिर, अनि गाडी घोडामा मात्र होइन। हामी हेरौँ त हाम्रो ध्यान कहाँ जान्छ भन्दा हाम्रो भोजन राम्रो खाएपछि हाम्रो शरीरलाई, यो शरीर भनेको त हाम्रो वाहन हो नि त, हैन, यो शरीरै स्वास्थ्य छैन भनेदेखि हाम्रो दिमाग बुद्धि, हेर्नुहोस्, हाम्रो मन सबै कुरा खराब हुन्छ। त्यसकारणले गर्दाखेरि यो शरीर महत्त्वपूर्ण हो, तर हाम्रो ध्यान भनेको कहाँ हुन्छ भनेदेखि अरूतिर हुन्छ, हैन, छोरा छोरी भाइ बुइना अरू गर्लफ्रेन्ड बोयफ्रेन्ड, हैन, बाबा आमा उसले कसले के कस्तो गर्यो के भयो, हामी खालि अरूको चिन्ता। त्यति मात्र नभएर हामीले हेर्नुपर्छ हामी कपडाको, ओहो कस्तो राम्रो लुगा कपडा गहना कति यति यस्तो यस्तो, अहिले त हैन यस्तो तिलरी माइली तिलरी अरे यति यति यत्रो सिक्री के हामी त यतातिर छ हाम्रो ध्यान, हैन, घर कस्तो राम्रो हेर्नुहोस् त। तर हामी यो शरीरलाई हाम्रो ध्यानै छैन। यो शरीर वैज्ञानिकहरूले भन्छन् यो शरीर बनाउनु पर्यो भने लगभग हैन 10औं खरब खर्च हुन्छ अरे। मतलब एउटा ल्याबमा बनाउनु पर्यो भने यो सबै कुरा जोडेर बनाउनु पर्यो भने, हैन, जोड्नु पर्यो भनेदेखि 10औं खरब। यति महत्त्वपूर्ण हाम्रो यो शरीरलाई, हैन, यसलाई आहार भोजन के हाल्ने हाम्रो त्यहाँ ध्यान छैन। हाम्रो यति महत्त्वपूर्ण हाम्रो यो चाहिँ नि दिमाग छ। हेर्नुहोस् है, यति महत्त्व, दिमाग बिग्रियो भने के हुन्छ हेर्नुहोस् त, दिमाग बिग्रियो पागल भयो अलिकति चाहिँ नि समस्या भयो भने के हुन्छ, हाम्रो मुटु बिग्रियो किडनी गयो भनेदेखि के हुन्छ, कति महत्त्वपूर्ण कुरा छ। तर हामी त्यसलाई हामी ध्यानै दिँदैनौँ। तर हामी ध्यान केलाई दिन्छौँ, यो कपडालाई दिन्छौँ, ओहो कति महँगो कति राम्रो, किन यसलाई दिन्छौँ भनेदेखि यो कपडा हेरेर अर्कोले राम्रो भनिन्छ कि भनेर, त्यो अर्काको राम्रोको लागि होइन, यो राम्रो धेरै राम्रो हो, सरसफाइ गरेर लाउनु पर्छ, हैन, आइरन गरेर त्यो अर्कै कुरा। तर मतलब धेरै महँगो गहना यति चाहिँ नि एकदम यो सबै लगाएर अरूले देख्छ अनि त्यसले देखेर चाहिँ राम्रो आहा कस्तो भनिन्छ भनेर, हेर्नुहोस् त, खुसी को हुन्छ ऊ हुन्छ, उसको आँखाको लागि, उसको लागि हामी यहाँ के छ कसरी छ। तर हाम्रो भित्र, हामी भित्र यहाँ मुटु छ, हाम्रो चाहिँ कलेजो छ, फोक्सो छ, हैन, कति महत्त्वपूर्ण हाम्रो यहाँ दिमाग छ। यी कुराहरूलाई हाम्रो छ त, हामीले के भोजन आहार ग्रहण गर्दाखेरि यी कुराहरूलाई चाहिँ नि राम्रो हुन्छ, स्वास्थ्य हुन्छ, हामी त्यतातिर चटक्कै हाम्रो, हैन, ध्यानै छैन, पटक्कै हाम्रो ध्यान छैन। यसर्थ फेरि हाम्रो के छ भनेदेखि मैले एउटा कुरा सम्झाउन चाहे, हैन, हाम्रा हेर्नुहोस् गुरु माताहरूले हरेक पुराण केमा प्रवचन के भन्नुहुन्छ भने यो शरीर भनेको
मरेर जाने हो, माटीमा मिल्ने हो, यो शरीर केही पनि होइन भनेर हेर्नुहोस्, यो शरीरलाई त होइन उहाँहरूले एउटा माटोमा मिलेर जाने हो, यो शरीर भनेको केही पनि होइन भन्ने उहाँहरूले एउटा भाष्य त्यो निर्माण गर्नुभएको छ। चाहे होइन शास्त्र उहरूमा चाहिँ किताबहरूमा पनि चाहे हरेक कुरामा धेरै अधिकांश गुरुमाताहरूको हेर्नुपर्छ मुखारवृन्दबाट त्यो शब्द सुनिन्छ। तर साँच्चै भन्ने सत्य भन्ने हो भने त यो शरीरै हो नि त। यो शरीर ठिक नभइकन ल मेरो यहाँ चाहिँ नि मुटु बिग्रेको छ होइन, मुटु खत्तम भएको छ भने मेरो ध्यान म ध्यानमा बस्यो भने म केही अध्ययन गरेँ भनेदेखि होइन मेरो ध्यान कहाँ जान्छ? उहाँ जान्छ नि त। मलाई मुटु दुखिरहेछ, आइया भइरहेछ, गइरहेछ, अब मैले ध्यान ज्ञान चाहे पढौँ कुनै कुरा म गर्न सक्छु? कुनै कुरामा न त भौतिक प्रगति न आध्यात्मिक प्रगति कुनै पनि गर्न सकिँदैन। त्यस कारणले गर्दाखेरि कति महत्त्वपूर्ण कुरा हामी भित्र छ, तर त्यो कुरामा हामी कहिले पनि ध्यान दिउन। खालि हामी के गर्छौँ? बाहिरको कुरा यो त्यो 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 ध्यान दिन्छौँ। त्यस कारणले गर्दाखेरि आजको प्रसङ्ग भनेको विषयवस्तु भनेको आहार भोजन। हेर्नुहोस्, तपाईँ हामीले खाएको कुराले हाम्रो यो शरीर बन्ने हो। अब म हजुरहरूलाई होइन आहार के कस्ता कुराहरू चाहिँ हामीले ग्रहण गर्नुपर्छ, लिनुपर्छ होइन, सबैलाई थाहा छ। तपाईँ हामी सबैलाई थाहा छ होइन। यो खानुपर्छ, हरियो सागपात फलफुल होइन, पौष्टिक आहार खानुपर्छ, हामी सबैले सुनेका छौँ, बुझेका छौँ। तर तपाईँ हामीले सुन्दै नसुनेका होइन, सुन्दै नसुनेका या सुनेका तर नबुझेका होइन, जुन कुराहरू अहिले हरेक कुरामा होइन, हरेक कुरामा अहिले त धेरै कुराहरूमा हेर्नुहोस् तपाईँ मोबाइलमा किताबमा हरेक कुरामा होइन यो खानुपर्छ, यो गर्नुपर्छ, सबै कुरा गुरुमाताबाट मात्र होइन, शिक्षकबाट मात्र होइन, स्कुलबाट मात्र होइन, हरेक कुरामा हामी ज्ञान पाउन सकिन्छ, बुझ्न सकिन्छ। तर मैले भन्न खोजेको के हो भनेदेखि यो सारा गुरु माता किताब कसैबाट पनि शिक्षकबाट पनि नआउने कुराहरू होइन, महत्त्वपूर्ण कुराहरू जुन हामी मिसिङ गरिरहेका छौँ, जुन कुरा हामीले छुटाइरहेको छौँ। तर मैले भन्न खोजेको के हो भनेदेखि यो सारा गुरु माता किताब कसैबाट पनि शिक्षकबाट पनि नआउने कुराहरू होइन, महत्त्वपूर्ण कुराहरू जुन हामी मिसिङ गरिरहेका छौँ, जुन कुरा हामीले छुटाइरहेको छौँ, त्यस्ता विषयवस्तुहरूमा हामी चर्चा गर्नेछौँ आउने भिडियोमा। भन्दै सबैको जय होस्। नमस्कार।